अहिले देशमा जताततै नोटबन्दीको आवाज उठिरहेको छ। 500 र 1000 का नोटलाई बन्द गर्नुपर्छ अर्थात् डिमोनिटाइज गर्नुपर्छ भनेर सर्वसाधारण नेपाली नागरिकहरूले माग गरिरहेका छन्। आन्दोलनरत जेनजी समूहहरू लगायत केही निजी क्षेत्रले पनि 500 र 1000 का नोटलाई बन्द गर्नुपर्छ भनेर सरकारलाई दबाब दिइरहेका छन्। यदि साँच्चीकै आगामी फागुन 21 गते हुने आसन्न निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउने हो तथा देशमा आर्थिक शुद्धिकरण गर्ने हो भने अहिलेको सरकारले यो कदम चाल्नु अति अनिवार्य छ। यदि सरकारले चुनावभन्दा अगाडि नै 500 र 1000 का नोटलाई डिमोनिटाइज गर्ने निर्णय गर्यो अर्थात् नोटबन्दी गर्यो भने यसले जो भ्रष्टाचारी लुटेराहरू छन्, जसले कोठा भरिभरि बङ्कर भरिभरि कालो धन थुपारेका छन्, तिनीहरूको भागाभाग हुने निश्चित छ। त्यति मात्र होइन, आगामी आसन्न निर्वाचनमा पैसाका बिटा बिटा बाँडेर जनतालाई जुन प्रभावित पारेर भोट लिने काम हुन्थ्यो त्यो काम पनि बन्द हुनेछ र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन पनि हुनेछ। हो, त्यसको लागि अहिलेको यो नागरिक सरकारले यो कदम चाल्नु अनिवार्य छ। हिम्मत देखाएर नोटबन्दी गर्नै पर्छ। तर साथीहरू, के नेपालमा आजको दिनमा नोटबन्दी गर्न त्यति सजिलो छ त? सम्भव छ त? त्यसका चुनौतीहरू के छन्? आज हामी यो विषयमा यो भिडियोमा चर्चा गर्छौँ। साथीहरू, सन् 2016 मा भारतमा पनि यसरी नै नोटबन्दी गरिएको थियो। सुरुमा त कालोधन रोकिएको जस्तो अनुभव भयो, तर पछि बिस्तारै बिस्तारै जुन कालोधन भनिएको थियो त्यो स्रोतसहित ब्याङ्कमा गएर जम्मा हुन थाल्यो। यसले गर्दाखेरि कालोधन त्यति विस्थापित हुन सकेन, बरु धेरै सर्वसाधारण नागरिकहरूले रोजगार गुमाउन बाध्य भए र साना उद्योगहरू बन्द हुने अवस्थासम्म पनि पुगे। अब नेपालले यदि अहिलेको अवस्थामा नोटबन्दी गर्ने हो भने नेपालमा त्यो अवस्था आउनु हुँदैन। नेपाल त अझै भारत जतिको सबल पनि छैन। अझै पनि नेपालमा डिजिटल ब्याङ्किङको पहुँच गाउँ गाउँसम्म पुगिसकेको छैन। गाउँ गाउँतिर धेरै नेपालीहरू नगदमा नै आफ्नो कारोबार गर्छन्। त्यसकारण सरकारले राम्रो तयारी नगरिकन यदि नोटबन्दी गर्ने काम गर्यो भने यसले राम्रो भन्दा नराम्रो बढी गर्न सक्छ। देशको अर्थव्यवस्था नै अस्तव्यस्त हुन सक्छ। धेरै मजदुर, किसान, साना व्यवसायीहरू, व्यापारीहरू लगायतको पेसा नै चौपट हुन सक्छ र धेरैले रोजगारी पनि गुमाउनु पर्ने हुन सक्छ। त्यसकारण सबैभन्दा पहिला यदि नेपालमा साँच्चीकै नोटबन्दी गर्ने हो भने नेपाल सरकारले केही ठोस संरचनागत सुधार गर्नुपर्ने हुन्छ, केही पारदर्शी आर्थिक नीतिहरू बनाउनु पर्ने हुन्छ र डिजिटल अर्थतन्त्रको मजबुत आधार पनि तयार गर्नुपर्ने हुन्छ। अब देशैभरि सबैको पहुँचमा डिजिटल ब्याङ्किङ छैन भने नोटबन्दी गरिसकेपछि नेपाली नागरिकलाई त्यसको विकल्प त दिनु पर्यो। अब 50 र 100 को नोटको त कुनै मूल्य छैन। अहिले 100 को नोट लिएर एउटा सागको मुठा पनि किन्न पाइँदैन भनिसकेपछि जसको डिजिटल ब्याङ्किङमा पहुँच छैन उनीहरूको त आफ्नो बचत पनि गुम्ने सम्भावना हुन्छ। त्यसकारण उनीहरूलाई कुनै व्यवस्था त गरिदिनु पर्यो। त्यसको लागि या त पहिला नै नयाँ नोटहरू छापिसक्नु पर्यो अनि बल्ल डिमोनिटाइज गर्नु पर्यो, या त अन्य कुनै वैकल्पिक व्यवस्था गरिदिनु पर्यो। अब पहिला नै नयाँ नोट छाप्नको लागि हामीसँग अहिले त्यति धेरै रकम छैन। नोट छाप्न पनि त पैसा धेरै लाग्छ होइन? देशमा अहिले त्यति धेरै रकम छैन। निर्वाचन गराउनको लागि पैसा पुग्ने हो कि होइन थाहा छैन। पुनर्निर्माणको काम छ, धेरै कुराहरू छन्। यो हिसाबले पनि सम्भव छैन भनिसकेपछि अब अहिले तत्कालै नयाँ नोटलाई नसाटिकन कसरी चाहिँ नोटबन्दी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरौँ। सबैभन्दा पहिला देशभरिका ब्याङ्कमा जति नगद छ ती नगद नोटका नम्बरहरूको अभिलेख राख्ने। त्यसपछि सर्वसाधारण नेपाली नागरिकहरूलाई तपाईहरूले 500 र 1000 का नोटहरूलाई 15 दिनभित्र अथवा 1 महिनाभित्र ब्याङ्कमा ल्याएर जम्मा गर्नुहोस् भनेर सूचना दिने। र यत्तिकै जम्मा गर्न त पाइएन। जम्मा गर्दाखेरि तपाईँको त्यो नगदको स्रोत के हो खुलाउनु पर्ने बाध्यकारी व्यवस्था पनि गरिदिने। तर सबैलाई बाध्य बनाएर पनि भएन। अब गाउँ गाउँमा सर्वसाधारण नागरिकसँग कति पैसा छ सबैले तत्कालै स्रोत खुलाउन सक्ने त हुँदैन। त्यसकारण त्यहाँनिर एउटा सीमा निर्धारण गरिदिने। एउटा सर्वसाधारण नेपाली नागरिकले आफ्नो घरमा
कति नै नगद राख्ला र बढीमा 50,000 अथवा 1 लाख कति राख्छ त्यसको अध्ययन गर्ने र एउटा सीमा तोक्दिने। ल 1 लाखसम्म नगद राख्दाखेरि तपाईले स्रोत देखाउनु पर्दैन। यदि त्यो भन्दा बढी नगद ब्याङ्कमा ल्याएर जम्मा गर्नुभयो भने तपाईले स्रोत देखाउनु पर्छ भनेर बाध्यकारी नियम लागू गरिदिने। जोसँग धेरै पैसा छ उनीहरूले स्रोत देखाउँछन्, स्रोत देखाउन नसकेको पैसा चाहिँ ब्याङ्कमा जम्मा हुँदैन। जसले स्रोत सहित ब्याङ्कमा ल्याएर पैसा जम्मा गर्छ यदि उसले चाहन्छ भने उसलाई जुन पहिला अभिलेख राखिसकिएका नोट छन् नि, नोटको नम्बर हो, ती नोटहरूबाट उसलाई केही निश्चित रकम दिने व्यवस्था पनि गरिदिने र जसलाई आवश्यक पर्दैन उसले लिँदैन, ब्याङ्कमा जम्मा गर्छ, अनलाइन ब्याङ्किङबाट आफूले चलाइहाल्छ। त्यस्तो भइसकेपछि के हुन्छ भने जो सर्वसाधारण नेपाली नागरिकहरूसँग क्यास रकम छ, नगद छ, उनीहरूले जम्मा गरिहाल्छन्। त्यो बापतको उनीहरूले नगद पनि लिन पाउने भए र अब डिजिटल ब्याङ्किङ पनि उनीहरूले गर्न सक्ने भए। जोसँग अकुत सम्पत्ति छ, जसले भ्रष्टाचार गरेर कमाएको छ, अब त्यसले ब्याङ्कमा लगेर जम्मा गर्नको लागि त स्रोत खुलाउनु पर्यो। उसँग स्रोत हुँदैन, स्रोत नभइसकेपछि उसले त्यो पैसा जम्मा गर्न सक्दैन। त्यसपछि ब्याङ्कले तोकिएको अवधिभित्र जति नगद रकम ब्याङ्कमा आयो त्यो सबै नगदका नोटहरूको नम्बरलाई पुनः अभिलेख राख्ने। पहिलाको नोटहरूको अभिलेख र अहिले नयाँ आएका नोटहरूको स्रोतसहित आएका नोटहरूको अभिलेख राखिसकेपछि अनि अब नेपाल राष्ट्र ब्याङ्कको रेकर्ड हेर्ने, त्यहाँबाट कति कति नम्बरका नोटहरू चाहिँ सार्वजनिक भएका छन्। हो, जति नोटहरू अब स्रोतसहित ब्याङ्कमा जम्मा हुँदैनन् ती बाँकी रहेका नोटहरू सबैलाई अनि अब बल्ल डिमोनिटाइज गरिदिने, नोटबन्दी गरिदिने, ती नम्बरहरूलाई अब इनभ्यालिड गरिदिने। त्यस्तो भइसकेपछि जसले पैसा लुकाएर राखेको छ त्यो पैसा त अब काम लाग्दैन, त्यसको भ्यालु हुँदैन। भनिसकेपछि देशमा कालो धन कति रहेछ भन्ने कुरा यहाँबाट थाहा हुन्छ र त्यो कालो धनलाई निस्तेज गर्न पनि सकिन्छ। यसले देशको अर्थतन्त्रलाई पनि त्यति धेरै प्रभाव पार्दैन, नेपाली नागरिकहरू पनि त्यति धेरै प्रताडित हुनु पर्दैन, आर्थिक शुद्धिकरण पनि हुन्छ र आगामी निर्वाचन स्वतन्त्र तथा निष्पक्ष पनि हुन सक्छ। तपाईहरुलाई मेरो विचार कस्तो लाग्यो कृपया तल कमेन्टमा भन्नुहोला। जय मातृभूमि।